म चाहिँ अहिले यहाँ नानाको घर आइरहेको छु हो। अनि यहाँनिर भुइँमा बसिरहेको छु किनकि यहाँनिर चाहिँ नाना पराठा बनाउनु हुँदैछ हो। ए हो आलुको पराठा उयो छ आलुको स्टफिङ चाहिँ। ए अन्त आदि चाहिँ पकाइसक्नु भएछ हो। अनि म चाहिँ यहाँनिर खानुको लागि राखिरहेको छु नानाले बोलाएर हो। आलुको पराठा यहाँ सक्नु भएको छ हो। अझै बनाउनु हुँदैछ। यहाँ बेनाहरू पनि हुनुहुन्छ हो। अनि आज चाहिँ आलुको पराठा खाने हामीहरू। अहिले चाहिँ यहाँनिर पराठा बनाउनु हुँदैछ हो। यहाँनिर दुईटा योसँग तीनटा। हामी चाहिँ यहाँनिर आरामले भुइँमा बसेर हेर्नु आँटा कति सेतो छ नि हो। छ मेरोमा आँटा। यहाँनिर नानाले बनाउनु हुँदैछ। यसरी तेल हाल्नुहुन्छ हो। गरम भएन। हेर्नु सक्नुहुन्छ हजुरहरूले। यहाँनिर एउटा बनिसक्यो है। यहाँनिर यी नरम पो हुन्छ त्यस्तोमा हाल्यो भने। यो रोटी बनिँदैछ यहाँनिर। सरी रोटी पऱ्यो पराठा आलु पराठा। आज चाहिँ नानाले मलाई यहाँ खानु बोलाएको छ। म आइ पनि हालेँ हो। बोलाउनु बित्तिकै आइ पनि हालेँ। खानु मन परिरहेको थियो हो। अन्त म चाहिँ यहाँनिर नानाले पराठा बनाएको हेर्दै बसिरहेको छु हो। अब बनाइदिउँ भन्दा पनि पर्दैन भन्नुहुन्छ हो। अन्त त्यही भएर चाहिँ म यहाँनिर भिडियो गर्दै नानासँग बसिरहेको छु गफ गर्दै हो। पराठा यहाँ चाहिँ अब हामी चटनीसँग पराठा खान आँटेको छु हो। स्टिलको थालमा दिए हुन्छ। चटनीसँग पराठा। यहाँनिर सफल र भेना हुनुहुन्छ हो। हामीहरू सबैजना लु खाऊँ है। ओइ कस्तो लाग्यो भाइ पराठा? दामी छ? दामी छ भेना? म पनि खाएर टेस्ट गर्छु। पराठा खानु हुँदैन हो। सानो चाख्नु मात्रै हुन्छ अरे हो। भातै खानुहुन्छ अरे। यहाँ हामी चाहिँ पराठा खाँदैछौँ। स्टिलकोमै दिए ल। उयसकोमा नदिएको त्यो त्यस्तोमा नखानु भातहरू के अरे त्यो मेलमेटकोमा यो है मलाई चाहिँ मिठो लाग्यो धनियाँको चटनीसँग। धनियाँको चटनीसँग कस्तो